त्यो भएको हुनाले यस्ता मिथ्या आरोप लाउनुभन्दा पहिला म अहिले पनि के भन्न चाहन्छु भने छानबिन गरौँ। हामी छानबिन नगरौँ भन्ने पक्षमै छैनौँ। तपाईहरू पटक पटक सरकारमा जानुभयो, त्यतिखेर चाहिँ के हेरेर बस्नुभयो? तपाईहरू त यो देशको राष्ट्रपति तपाईँहरूकै छ, प्रधानमन्त्री तपाईँकै छ, प्रहरीको प्रमुख तपाईँहरूकै छ, अदालतको न्यायाधीश तपाईँहरूको छ। तपाईँहरूलाई चाहिँ छानबिन गर्न अहिलेसम्म चाहिँ कसले रोक्यो? किन गर्नु भएन? तपाईँ 3 पटक प्रधानमन्त्री बन्नुभयो यो देशको सबभन्दा ठुलो कार्यकारी पदमा, त्यतिखेर किन गर्नु भएन? ल गरौँ, छानबिन गरौँ। छानबिनमा प्रचण्डले चाहिँ हतियार कहाँबाट किने, कति ठाउँमा मार्नका लागि को मान्छे दरबार पठाए, त्यो पनि छानबिन गरौँ। र त्यतिखेरको सरकारले के गर्यो त्यो पनि छानबिन गरौँ। त्यो भएको हुनाले यो विषयमा छानबिन गर्नु हुँदैन भन्ने पक्षमा छैनौँ। त्यो भएको हुनाले यस्ता मिथ्या कुरा गरेर अहिले सच्चिने बेला हो, सकिने बेला होइन। म अहिले पनि भन्छु, देशका जनताले अहिले प्रजातन्त्र लोकतन्त्र मानेका छन्। हामीले सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखौँ भनेको प्रजातन्त्र मास्ने कुरा होइन, लोकतन्त्र मास्ने कुरा होइन। अहिले यदि प्रजातन्त्र छ त यो देशमा? के अहिले यो देशको प्रधानमन्त्री केपी शर्मा ओली जनताले भोट हालेका हुन्? के अहिले यो देशको राष्ट्रपति रामचन्द्र पौडेल महामहिम राष्ट्रपतिज्यूलाई नेपाली जनताले भोट हालेका हुन्? उहाँहरू त आफै बन्या हो नि त। हामी उत्तम प्रजातन्त्र र उत्तम गणतन्त्रको परिकल्पनामा छौँ। जस्तै कसरी भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आयो भने त्यहाँभन्दा ठुलो प्रजातन्त्र अरू केही हुन सक्छ? सक्दैन। र अहिले राष्ट्रपतिको ठाउँमा राजा राखौँ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरौँ। अहिले प्रदेश संरचना खारेज गरौँ। हिन्दू बुद्ध किराँत सहितको 97% वैदिक सनातन बस्छन्। वैदिक सनातन हिन्दू राष्ट्र बनाऊँ, बुद्ध हिन्दू किराँत सहितको। बस यति हो हाम्रो भन्न। म पनि अहिले प्रचण्डजीलाई भन्छु, यसै पटक म प्रधानमन्त्री गर्न पाइदिए भए 5000 को हत्या गर्ने हुँ भन्ने हत्यारालाई आजीवन कारावास ठोक्थे। बुझ्नुभयो? अरू केही छ? अब यो चाहिँ गर्नै पाइँदैन। राज्यको दोहन कसरी गर्ने? यो गणतन्त्र यिनीहरूका लागि किन फाइदा छ भने यो व्यवस्था उनीहरूलाई फाइदा छ। कसलाई फाइदा छ थाहा छ? अहिले यो देशमा 16 वर्षमा 14वटा सरकार परिवर्तन भए, झन्डै 1000 जना मान्छे मन्त्री बनेको छ प्रदेश र सङ्घमा गरेर, झन्डै 3000 मान्छे सांसद बनेको छ। अब झन्डै 31वटा मुख्यमन्त्री बने, 30वटा प्रदेश प्रमुख बने, 3टा राष्ट्रपति, 3टा उपराष्ट्रपति। र अर्को कुरा के छ भने नेताका छोराछोरी युरोप र अमेरिकामा पढ्छन्। गरिब दुखी जनताका छोराछोरी अहिले दुबई र कतारमा बेल्चा हान्नुपर्ने अवस्था छ। र 16 वर्षमा चाहिँ 14216 जना अहिलेसम्म रातो बाकसमा लास भएर नेपाल फर्के। 65 लाख भन्दा बढी रेकर्डेड 60 लाख, अनरेकर्डेड करिब 80 लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। यिनीहरूका लागि चाहिँ